जुन बेला नेपालमा रोयल म्यासेकर भयो, त्यो रोयल म्यासेकर कतिले एभिडेन्टै थियो, त्यो ठाउँमा पुग्थ्यो, त्यो घटनाले त्यस्तो रूप लिन्थ्यो, त्यो प्रक्रियाले त्यस्तो रूप लिन्थ्यो भन्ने मान्छेहरू पनि अहिले भेटिन्छ। त्यति बेला त सुनिँदैन थियो। जुन बेला नेपालको लेजिटिमेट मोनर्की एन्डेड अन द्याट फेटल नाइट अफ June 1st, 2001, नेपालमा लेजिटिमेट मोनर्की वा अर्ग्यानिक मोनर्की एन्ड भएको दिन हो त्यो। यदि नेपाल प्रिपेयर्ड थियो, नेपालमा साँच्चीकै रिपब्लिकन चेत थियो भने त्यति बेलाको थर्ड इन लाइन फोर्थ इन लाइन व्यक्तिलाई नेपालको स्टेटले ब्युरोक्रेसी, जुडिसियरी, मिलिट्री एन्ड द रिप्रेजेन्टेसन अफ द स्टेट सबै एलिमेन्टले यदि त्यो मेक सिफ्ट राजालाई राजा नमानिदिएको भए नेपालमा गणतन्त्र त्यही दिन आइसकेको थियो। त्यो किन आएन त? इजन्ट द्याट अ क्वेसन? हिन्दुस्तानले त्यही दिन यदि साँच्चीकै इन्फ्लुएन्सियल थियो हिन्दुस्तान भए त्योभन्दा राम्रो अपर्च्युनिटी किन आउँथ्यो? वी कुड हेभ डिस्कन्टिन्यू विथ मोनर्की द्याट डे। र जो मान्छेले चाहिँ नि त्यो घटना घटाएको थिएन, त्यो मान्छेलाई त्यो अहिले गणतन्त्र पार्क बनाएको छ नि, त्यहाँ त्यो के अरे त्यो एउटा इन्डियामा एउटा लार्जर देन लाइफ एउटा कसको बनाएको छ नि मूर्ति, सरदार पटेल हो कसको, त्यस्तै उहाँको बनाइदिए हुन्छ। त्यही मान्छे हो जसले त्यो हत्याकाण्ड गरायो, त्यही मान्छे हो नेपालको गणतन्त्रको चाहिँ प्रतिपादक यदि हो भने। होइन भनेदेखि अघि नै मैले भने मेरो डिक्सनेरीमा त छैनस्, तेरो डिक्सनेरीमा म छैन भन्ने स्थितिमा माओवादीले त क्लियर कट कुरा गरेको थियो, यो नयाँ कोत पर्व हो, त्यसैले बिवेयर अफ इट। तर तात्कालीन डेमोक्रेटिक प्राइम मिनिस्टर त्यति बेलाका गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो। उहाँ एकदम हटी नेता हुनुहुन्थ्यो भने त्यो दिन उहाँले त्यो हट किन गर्नु भएन? अब मोनर्की अगाडि नबढाउने, किनभने त्यो जङ्गलमा भएको माओवादीको डर थियो उहाँलाई। त्यति बेला नेकपा एमाले एजिटेट गरिरहेको थियो अगेन्स्ट गिरिजाप्रसाद कोइराला June 1st। यही मौकामा चाहिँ नि गिरिजासँग मिलेर रिपब्लिक ल्याएको भए कसले रोकेको थियो? आजभोलि इन्भेस्टिगेसनको कुरा आउँछ, त्यत्तिकै फलानुलाई यो भनेको छ, फलानुलाई हो भने प्रुभ गर, पनिश देम, होइन भनेदेखि स्टप इट, इट्स नट गोना वर्क एनिमोर। त्यति बेलाका गृहमन्त्री हालका राष्ट्रपति रामचन्द्र पौडेल रेनिङ गृहमन्त्री हुनुहुन्थ्यो रोयल म्यासेकरको बेलामा। उहाँले किन इन्भेस्टिगेसन बैठाउनु भएन? जुन बेला इन्भेस्टिगेसन बैठ्यो त्यति बेला हु वर पार्ट अफ इट? चिफ जस्टिस अफ द नेसन, हाउस अफ रिप्रेजेन्टेटिभको चेयर एन्ड द लिडर अफ द अपोजिसन माधव कुमार नेपाल, तीनजनाको कन्स्टिट्युट भएको चाहिँ इन्भेस्टिगेसन कमिसन बनेको थियो। वाइ डिड यु ब्याक आउट? त्यसको आन्सर दिन पर्दैन? अरूलाई त नदिनुहोस्, हामी त जिउँदै थियौँ नि, हामीलाई दिन पर्दैन? सो यो सर्कमस्टान्सेसबाट मेक सिफ्ट मोनर्कीलाई नेपालको आर्मीले पनि सलाम ठोक्दियो। आर्मी भनेको त लास्ट रिजोर्ट हो देशको, उहाँले सलामी दियो, 31 तोपको सलामी दियो, श्रीपेज लाग्यो टाउकोमा। त्यसपछि डिप्लोमेटिक इन्डोर्समेन्ट्सहरू आयो, त्यो पर्टिकुलर मोनार्कले त्यसपछि स्टेट भिजिट गर्नुभयो, इन्डियाको पनि गर्नुभयो, चाइनाको पनि गर्नुभयो। त्यो भने के इन्डोर्समेन्ट होइन? त्यो इन्डोर्समेन्ट पछि त्यो मेक सिफ्ट मोनर्की लेजिटिमेट मोनर्कीमा कन्भर्ट भयो। हाउस अफ रिप्रेजेन्टेटिभले चाहिँ नि शुभकामना प्रस्ताव पास गरेपछि त्यो नेसनल इन्डोर्समेन्ट हुन्थ्यो, हुँदैन थियो त? त्यो सबै नगरिदिएको भएदेखि आज टन्टै रहने थिएन नि। अनि त्यहाँबाट एवं रीतले त्यो 7 वर्षको मेक सिफ्ट मोनर्कीको कुरा गरिरहेको छु म। त्यसलाई के मात्रै गर्न लगाइएन पोलिटिकल पार्टिजहरूका तर्फबाट। पार्टी फुट्यो, पार्टी फुटिसकेपछि दायाँ बायाँ भए नेपाली कङ्ग्रेसहरू। शेरबहादुर देउपाको छुट्टै पार्टी थियो, नेपाली कङ्ग्रेस प्रजातान्त्रिक थियो। गिरिजाप्रसाद कोइराला नेपाली कङ्ग्रेसका पार्टी सभापति हुनुहुन्थ्यो। उहाँहरूको इनफाइटिङ यदि उहाँहरू झगडा नगरेको भए कङ्ग्रेस के हुन्थ्यो थाहा छैन मलाई, वा शेरबहादुर देउपा चाहिँ प्रधानमन्त्री बारम्बार हुन सक्नु हुँदैन थियो यदि त्यो पार्टी नफुटेको भए। त्यसपछि हाउस डिसोल्युट गर्ने चाहिँ प्रस्ताव गयो राजाका, तत्कालीन राजाका। संविधान त रेनिङ प्राइम मिनिस्टरले भनेको चिज त्यति बेला मानियो। अरू पोलिटिकल पार्टिजको डिस्मे त्यसमा सुरु भयो, मिल्दैन यो भनेर। इलेक्सनमा यसको लिडरसिपमा हामी जान्नौँ भनिसकेपछि, इलेक्सनमा जान्न भनिसकेपछि प्रधानमन्त्री त फेल भयो। सो प्रधानमन्त्री वाज रिप्लेस्ड बाई अनदर पर्सन अगेन इन नेगोसिएसन विथ अल द पार्टिज। ल तपाईँहरूलाई उहाँको लिडरसिपमा जानु मन छैन भने अर्को प्रधानमन्त्री दिन्छु, किनभने हाउस त छैन, अब हाउस त गइसक्यो। हाउस नभएको बखतमा हेड अफ स्टेटले फेरि अर्को प्रधानमन्त्री
पार्टिजहरूसँग कुरा गरेर लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाइयो। त्यहाँ पनि उहाँहरू समाहित हुनु भएन। समाहित नभएपछि ल यो पनि भएन, सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइयो र उहाँको क्याबिनेटमा एकदम थोरै मान्छेहरू मात्रै राखिएको थियो। किन भन्दाखेरि अरू पोलिटिकल पार्टिजले लोकेन्द्र बहादुर चेन्ज गरेर अर्को प्राइम मिनिस्टर दियो भने हामी त्यो पार्टी त्यो गभर्मेन्ट जोइन गर्छौँ भनेर। त्यो पनि त्यसले पनि इलेक्सन गर्न सकेन, राइट। त्यसपछि के भयो, ल तपाईँ नै हुनुहुन्थ्यो, तपाईँ नै एकचोटि फेरि कोसिस गर्नुहोस्। शेरबहादुर देउवा फेरि पुनर्स्थापित हुनुभयो। त्यो स्थापित भएपछि एमाले आधा के अरे सचियो, के भन्छ त्यसलाई, त्यति बेला के पो भन्थ्यो, के गमन, पश्चगमन, के भन्थ्यो त्यसलाई, whatever, रिग्रेसिभ मुभ सचियो भनेर उहाँहरूले पनि जोइन गर्नुभयो। अनि के भयो, त्यो गभर्मेन्टले पनि इलेक्सन गर्न सकेन। यो डेढ वर्षको टाइममा विदाउट पार्लियामेन्ट यस्तो एक्सपेरिमेन्ट गरेर देश कहाँ पुगिसकेको थियो। इन्सर्जेन्सी छ जङ्गलमा, माओवादी मेन स्ट्रिम भएकै छैनन्। वार्ताहरूको प्रयास भयो, यो तीनवटा कालमा प्रयासहरू भयो। सूर्यबहादुरको कालमा पनि भयो, के अरे लोकेन्द्र बहादुर चन्दको कालमा पनि भयो। शेरबहादुर देउवाले त अझ ऱ्याडिकल भएर उहाँले टाउको मोल तोकिदिनु भयो उहाँको गभर्मेन्टले। त्यसपछि के हो भन्दाखेरि अरू सबै एक्जस्ट भइसकेपछि देन द्याट डे February 1 को प्रादुर्भाव भयो। त्यसमा कसले सघाए कसले सघाएनन् जगजाहेर छ। मिलिट्रीले सघाउँछु भन्यो। इन्डियाले चाइनाले खासै रियाक्ट गरेको जस्तो लागेन, सानसानो स्टेटमेन्ट बाहेक अरू केही पनि थिएन। फर्स्ट 15, 20, 30 days 2 months केक वाक सबैजनाले स्वागतै गरेका थिए। अब चाहिँ ठिक हुन्छ होला देश, किनभने त्यो टेक ओभरमा 3 वर्षको समय मागिएको थियो। तर त्यसको मिड लेभल पुगिसकेपछि त्यहाँ डाक्टर गिरी र कृतिनिधि विष्ट मात्रको कुरा थियो। त्यसपछि एउटा यस्तो क्याबिनेट बन्यो कि त्यो क्याबिनेटमा इन्क्लुड भएका मानिसहरू असाध्यै कन्ट्रोभर्सियल ब्याकग्राउन्डका थिए। त्यसपछि बिस्तारै त्यो रेजिमको लेजिटिमेसी इरोड हुन थाल्यो, किनभने सबै पोलिटिकल पार्टिज चाहिँ अब यो चाहिँ भएन है, यो रङ बाटोमा जान थाल्यो भन्ने रियलाइजेसन भयो होला सायद। अनि त्यसपछि एजिटेसन सुरु भयो, स्ट्रिट एजिटेसन सुरु भयो। यस्तै थियो, सानोतिनोबाट सुरु हुन्थ्यो, थोप्रा अलिअलि आन्दोलनकारीहरू हुन्थे। बिस्तारै 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 त्यो बढ्दै गयो। बढ्दै गइसकेपछि हिन्दुस्तानले पनि यसलाई मौकाको रूपमा हेऱ्यो। हिन्दुस्तान गए होइन, माओवादी उतै थिए, सबैले भनेकै कुरा हो, हामीले भनिरहनु पर्दैन। उहाँहरूलाई के लाग्यो भने दिस इज द राइट टाइम टु डाउन साइज द नेपालिज मोनर्की। नेपाललाई विक बनाउनु छ भने यो मोनर्की फाल्दै त्यसपछि विक भइहाल्छ। त्यो पहिला एजेन्डा थियो जस्तो लाग्छ बिफोर द इन्डिया भिजिट एन्ड एभ्रिथिङ। हुज इन्डिया भिजिट? यो होल थिङ जुन इन्डिया मौका खोजिरहेको थियो। इन्डियन इन्टेलिजेन्स प्रशस्त काम गरिरहेको थियो नेपालमा, मेडलिङहरू धेरै भइरहेको थियो र सबैको चाहिँ नि सत्ता लिप्सा त थिँदै थियो। र त्यो जुन 12 बुँदे एग्रिमेन्ट भयो इन्डियामा, अब त्यसका बारेमा विभिन्न यसले बनाएको उसले बनाएको क्रेडिट लिने होइन, दुनियाँ चिज चलिरहेकै छ अहिलेसम्म पनि। तर त्यो बेसिकली इन्डियन अस्पिसिजमा भएको एउटा एग्रिमेन्ट थियो। त्यो एग्रिमेन्ट 12 बुँदे एग्रिमेन्ट साइन भइसकेपछि एजिटेसनमा माओवादी पनि मिसिए। त्यसपछि पिपल्स पावरको रूपमा पोलिटिकल पार्टिज र माओवादीको चाहिँ नि एकीकृत आन्दोलनले 19 दिनको आन्दोलनपछि के भयो त भन्दाखेरि माग के थियो भने त्यो मरिसकेको पार्लियामेन्ट बिउत्याउनु पर्ने उहाँहरूका एक सूत्रीय माग थियो। त्यो मेरो विचारमा तत्कालीन किङले कन्स्टिट्युसनभन्दा बाहिर गएर पिपल्स डिमान्डका रूपमा फुलफिल गरियो र त्यो इलिजिटिमेट संसदलाई फेरि बिउताइयो। टाइम सकिसकेको, डेट एक्सपायर भइसकेको डेड पार्लियामेन्टलाई बिउताइयो। त्यो बिउताइएपछि एउटा ब्याकडोर खोलियो। त्यसमा त्यो एजिटेटिङ माओइस्टहरूलाई पनि प्रवेश गराइयो र इट बिकेम अ लार्जर हाउस देन द गन हाउस। त्यो गएको प्रतिनिधि सभाभन्दा अर्कै स्वरूपको प्रतिनिधि सभा बनाइयो र एउटा अनाउन्समेन्ट गरियो, त्यसलाई चाहिँ मोडर्न डे म्याग्ना कार्टा भनिन्छ। त्यसमा तत्कालीन सभाप्रमुख सुभाष नेमाङले पढेर सुनाउनु भएको थियो। त्यसपछि राजालाई सस्पेन्ड गरियो, सबै पावर कर्टेल गरियो र सस्पेन्डै गरियो। उहाँलाई हेड अफ स्टेटको स्टेटसबाट सस्पेन्डेड किङका रूपमा केही समयलाई राख्यो। र त्यति बेला रिइन्स्टेट गरेको पार्लियामेन्ट र बनाइएको प्रधानमन्त्रीलाई सम्पूर्ण अधिकार दिएर उहाँलाई डिफ्याक्टो हेड अफ स्टेट बनाइयो। अनि त्यसपछि संविधान सभाको पहिलो निर्वाचन भयो। त्यसमा एक थरीको रिजल्ट आयो, माओवादीहरूको रिजाउन्डिङ मेजोरिटी आयो। त्यो रिजाउन्डिङ मेजोरिटी आएको प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्थ्यो। उहाँले चाहिँ नि त्यति बेला उहाँले जागिर छोड्नु पर्दैन थियो, तर उहाँले एउटा एक्सपेरिमेन्ट गर्न चाहनुभयो कि उहाँले रेनिङ आर्मी चिफलाई डिस्प्लेस गरेर अर्को आफ्नो क्यान्डिडेटलाई त्यो बर्थ दिने चाहिँ नि असफल प्रयास गर्नुभयो। त्यो ब्याकफायर गर्यो, उहाँले रिजाइन गर्नुभयो। त्यसपछि रेस्ट इज हिस्ट्री। त्यसपछि जो प्रधानमन्त्री हुन बाँकी हुनुभएको त्यो सबैजना पालैपिलो प्रधानमन्त्री हुनुभयो। त्यो मेसमा माधव नेपाल पनि हुनुभयो, झलनाथ पनि हुनुभयो होइन, डाक्टर बाबुराम भट्टराई पनि हुनुभयो, इमिडिएटली डाक्टर बाबुराम भट्टराई हुनुभयो।
एउटा संविधान सभा ढल्यो, त्यसपछि अर्को संविधान सभाको निर्वाचन, फेरि एउटा हामीले अर्कै एक्स्ट्रा कन्स्टिट्युसनल क्रेजिनेसमा प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनायौँ। उहाँले 6 महिनाको समय पाउनुभएको थियो, 6 महिनामा उहाँले गर्नु पनि भयो। 6 महिनामा इलेक्सन भयो, सेकेन्ड इलेक्सनको कन्स्टिट्युएन्ट एसेम्ब्लीमा माओवादीको मेजोरिटी कम भयो, अरू हौसिए ल यही बेला हो भनेर कन्स्टिट्युसन बनाइयो। त्यो कन्स्टिट्युसन बनाउँदाखेरि हिन्दुस्तानले लास्ट मिनटसम्म पनि हतार नगर्नुहोस्, कतिवटा इस्युहरू रेजोल्युट भइसकेको छैन, त्यसैले यसलाई रेजोल्युट गरिसकेपछि मात्रै कन्स्टिट्युसन लेख्नुहोस्। त्यसमा मधेसको डिस्मे पनि थियो, हिन्दू राष्ट्रको चाहिँ कम्प्रोमाइज कुरा पनि त्यसमै थियो, अरू के थियो थाहा छैन। तर देखिएको अहिलेका फरेन मिनिस्टर जयशङ्कर यहाँ स्पेसल एन्भोय भएर चाहिँ आउनुभयो भेट्नलाई, उहाँले रिक्वेस्ट गर्नुभयो। तर त्यति बेलाका सुशील कोइरालालाई सारा पोलिटिकल फोर्सेसले चाहिँ के गर्यो भन्दाखेरि एक दुईजना स्पेसली अहिलेका प्रधानमन्त्री केपी ओली पनि त्यसमा पर्नुहुन्छ, उहाँहरूले चाहिँ उहाँलाई इन्करेज गर्नुभयो कि यसलाई डोमेस्टिकली सकौँ, राम्रै इन्टेन्सनले गर्नुभएको थियो। कन्स्टिट्युसन बन्यो, तर त्यो कन्स्टिट्युसन डकुमेन्ट अफ कन्सेन्सस भन्दा पनि डकुमेन्ट अफ कम्प्रोमाइजका रूपमा त्यो प्रमोलगेट भयो। त्यसमा धेरै फ्लजहरू थियो, जुन फ्लजहरू अहिले देखिएको छ। र अहिलेको गभर्मेन्ट बनेको बेसिस पनि यो फ्लड कन्स्टिट्युसनलाई अमेन्ड गर्ने कारणले फर्स्ट र सेकेन्ड पार्टीले लिड गरेर अब हामीले सरकार चलाउनुपर्छ भनेर अहिलेको विद्यमान सरकार चलिरहेको छ। सो टु कट द एन्टायर स्टोरी सर्ट, यु टेल मी हु इज राइट हु इज रङ। आई एम नट अ जज, मैले त तपाईँलाई भन्ने मात्रै थिएँ, सम्झेको जति चिज मैले तपाईँलाई भन्ने। अब यसमा को ठिक को बेठिक, कसले लिगमा राख्यो कसले लिगमा राखेन, तर रेफरेन्स त नेपाल भन्ने रेफरेन्स त छ नि। नेपाल कसरी बनेको थियो, अनि हामी कहाँ भएको परम्पराहरू चाहिँ नि नेसन बिल्डरको डिसेन्डेन्ट्सहरूलाई किन हामीले जिम्मा दिएका थियौँ। विभिन्न रेजिमहरू आए, 234-35 वर्ष भन्छौँ, तर मोस्टली कुनै पनि राजाले चाहिँ डाइरेक्ट रुल गरेकै छैन। इनफाइटिङ्सहरू थियो होला, पोलिटिक्समा सब चिज हुन्छ। मुगल्सहरू पनि त हारिन् त इन्डियामा, सबैले सधैँ जितिरहन्छ भने त छैन नि। सो यो रियालिटी अहिलेको जेनेरेसनले बुझ्नुपर्छ। यसलाई हामी यत्तिकै राखिरहने हो भने अर्को 100 वर्षसम्म पनि यो पोलिटिकल इनफाइटिङले हामीलाई कुनै पनि ठाउँमा पुर्याउँदैन।